And that is the very first red card of this tournament. Eric Pista मैदान बाहिर जानेछन् डबल येलो लिएर एरिक पेस्टा त्यति खुसी पनि छैनन् सुमन श्रेष्ठ फिलिपा आजा र प्रदीप लामा स्टार्टिङ लाइनअपमा बुटो लुम्बिनी एफसी को लागि यसैगरी झापा एफसी को स्क्वाड देख्न सक्छौं मुख्य प्रशिक्षक प्रवेश कटवाल गोलकिपर नेमान्चल लेमा लिजामिज यसैगरी चिरिङ गुरुङ आशिष गुरुङ अजामत अब्दुल लाइव अविनाश चाङथान अलहाजी केरो लखेन लिम्बू टिम क्याप्टेन को रूपमा रहेका छन् आसिक लजार छन् यसैगरी सृजन दानी ऋतिक खड्का र इसाइब मुहम्मद रहेका छन् झापा एफसी को स्टार्टिङ 11 मा रहेको थियो दर्शकहरूले कन्टिन्यू गर्न सक्ने अवस्थामा रहेको थियो झापाको लागि अवसर यहाँ Deep Kaki. योग्य सेव थियो अलहाजी केरो को निकै सशक्त प्रहार थियो अभिनव देख्न सक्छ रिप्लेमा केरो राम्रो पोजिसनमा थियो तर उनको फिनिशिङ त्यति राम्रो रहन सकेन उनले सेकेन्ड बारमा पावरफुल अटेम्प्ट गर्न सक्थे तथापि एउटा राम्रो ले अफ थियो ऋतिकबाट आफ्नो reintroduction गराउन चाहन्छ ऋतिक खड्का राम्रो नियन्त्रण बलमाथि ऋतिक खड्काको राम्रो मुभ बनाउँदै सिधै गोल पोस्ट टार्गेट थियो तर आसिक लजार बललाई आसिक लजार निकै माथि प्रहार गर्न पुग्यो उनले त्यहाँ ऋतिक र बल जित्न सफल ऋतिकको क्रस हो लजार वन्डरफुल लेफ्ट फुटेड शट थियो त्यहाँ मुहम्मदबाट अर्को एउटा उत्कृष्ट सेभ दीप कार्कीबाट What a fantastic save there by Deep Karki. यहाँ देख्न सक्छौं रिप्लेमा उत्कृष्ट ढंगको रिफ्लेक्सेस इसाएव को लङ रेन्ज रकेट हामीले देखिरहेका छौं स्लो मोसनमा राम्रो ले अफ थियो लजार आरसिचबाट दीप कार्की अन द पोइन्ट लङ रेन्जबाट लगातार रूपमा दीप कार्कीको टेस्ट भइरहेको छ र उनी सफल भइरहेका छन् दीप कार्की यो बहुत डेन्जर हुन सक्थ्यो तर फिजिक रहेको छ त्यसलाई युज गर्ने प्रयास झापाबाट तर यो सुमन श्रेष्ठको जुन निर्णय छ यसलाई पनि हामीले राम्रै मान्नुपर्छ किनभने उनको ठिक पछाडि अलहाजी केरो निकै खतरनाक खेलाडी थिए यो अवसर थियो डी बक्स भित्रैबाट लखेनले प्रहार गरेका थिए तर दिएको छ देख्न सक्छौं टस थियो जरा आरसिचबाट र लखेन लिम्बुले निशाना ताकेका थिए निस्टागी बलबाजै पनि ब्लक गरिएको थियो उनको प्रहारलाई अवस्था थियो अट्याकमा आरसिचियो शट दीप कार्की पुनः एक पटक बाधक बन्दै उत्कृष्ट रिफ्लेक्सेस र यस पटक आरसिच बुलेट प्रहार गर्दै बक्स बाहिरबाट उत्कृष्ट ढंगको रिफ्लेक्सेस पिक फर्ममा रहेका दीप कार्कीलाई लङ रेन्ज अफ बलहरूले त्यति दर्शाउने छैन किनभने निकै नै कन्फिडेन्ट देखिएका छन् उनको आफ्नो रेन्जमा आइरहेको छ लङ रेन्ज अफ बलहरू सहजता गरेको पनि शॉट पास इसाइबको यो क्रस र यहाँ पनि डेन्जर अवसर अझै पनि छ दीप कार्की फ्लिक गर्दै थियो बललाई पहिलो गोल हुन सक्थ्यो झापाको लागि लगातार रूपमा बुटोल लुम्बिनीमाथि दबाव सिर्जना गर्न सफल झापा एफसी 75.6 किलोमिटर पर आवरको गतिमा थियो उक्त प्रहार यो अर्को डेलिभरी थियो राइट ह्यान्ड साइडबाट यस पटक आरसिचको नेशन्सहरु झापाको ट्रायंगुलर पासेस जुन कमन फिलोसफी रहेको छ 4-3-3 फर्मेसनमा अगाडि बढ्दै लजार आरसिच यहाँ भने फाउल फ्री किक कार्डको अपेक्षा
र यो कार्ड दिइनेछ एरिक बिस्टलाई। एरिक बिस्ट राष्ट्रिय टिमका नियमित सदस्य हुने विवाद गर्दै हुने यतिखेर रेफरीले Foul, no, says the referee. The play goes on. Japanese player Kantahara, 35.3 meters. Will he go direct? Will he test the goalkeeper Nemanja Lamazic from Montenegro, who is 6'7" tall? Kantahara with the cross to the far post, well cleared by Japan defenders. Discussions As a team, they are great as an individual. But as a teamwork, when you fall, Erik Bista can we have another? They are looking for another yellow card because Erik Bista, Erik Bista will be out. And that is the very first red card of this tournament. Erik Bista मैदान बाहिर जानेछन्, डबल येलो लिएर। एरिक बिस्ट त्यति खुसी पनि छैनन् र सस्पेन्सन पनि रहनेछ उनको लागि। यो भने ठुलो ब्लो बुटवल लुम्बिनी एफसी को लागि। एरिक बिस्ट